यो क्लासबाट चाहिँ सुरु गर्दाखेरि चाहिँ बेस लाइनलाई चाहिँ जगदेखि नै सुरु गरेर सिक्न पाएँ। अनि यसमा बेसिक कुराहरूदेखि धेरै बेसिक कुराहरू जानिसकेपछि चाहिँ एक्टिभिटिजको कुरामा एकदम सजिलो हुने तरिकाहरू जाने, जस्तै सर्टकट कीहरू भयो, भिडियोको साइजहरूदेखि लिएर अडियोको सिङ्क्रोनाइजहरू भयो। त्यो वेमा जाँदाखेरि चाहिँ भिडियो र अडियोको कम्बिनेसनलाई चाहिँ बुझेपछि मात्र एउटा कथा बन्छ भनौँ न। अहिले अब एटलिस्ट तपाईँको चाहिँ 2वटा लेयरहरू राखेर टक्क पछिल्लो ब्लोर बनाएर 3D इफेक्टहरू लगाउने होइन, यो लेभलसम्म चाहिँ गइरहेछ। अब अडियो सिङ्क्रोनाइज गरेर चाहिँ कसरी कटिङहरूको कुराहरू होइन त्यो त तपाईँको चाहिँ कुन छ भने हामीलाई यो लेभलमा तपाईँहरूले सिकाउने, हामीलाई सिकाउने लेभलको पूर्ण छ। यो त आफैमा पनि कोर्स तपाईँको चाहिँ 2 वर्ष 3 वर्ष लाएर सिक्नुपर्ने कोर्सहरू हामी त म आफूलाई चाहिँ थाहा छ क्या यति समयभित्र कति समयभित्र कति गरिन्छ भनेर। त्यो भएको भएर तपाईँहरूको चाहिँ सबै कुरा एकदम ठिक छ होइन। अनि तैपनि अब ठिक छ भन्दा नि अब त्यो चाहिँ स्पिड चाहिँ बहुत तपाईँ यही ठाउँमा आउनुलाई 6 महिना 7 महिना बसेर पढ्नुपर्ने कोर्स हो होइन। अर्जुन सर त अगाडि बढ्नु भएको छ, म चाहिँ अलिअलि घिच्चिने प्रयास गरेको छु होइन। अब त्यो कुरालाई चाहिँ यो हाम्रो क्लास अनलाइन क्लासबाट चाहिँ मैले एउटा कुरा एकदम पोइन्टवाला कुरा चाहिँ एकदम सिकेको कुरा चाहिँ यही हो सर होइन।